बिम्ब विधाका स्रष्टा महान वैज्ञानिक डाक्टर प्रेमराज न्यौपाने बहुआयामिक प्रतिभाका धनी हुनुहुन्छ। उहाँ इन्जिनियर, कुशल व्यवस्थापक, वास्तु विशेषज्ञ, साथै उहाँ सफल लेखक र सफल कवि पनि हुनुहुन्छ। महान दार्शनिकको रूपमा समेत डाक्टर न्यौपाने परिचित हुनुहुन्छ। उहाँले विश्व जगतलाई बिम्बरूपी नयाँ सञ्जीवनी सुधा दिनुभएको छ, जो यो विश्व जगतको लागि अमूल्य निधि हो। डाक्टर न्यौपाने कलाकार, चित्रकार, गायककार, सङ्गीतकार र विविध विधाहरूमा पारङ्गत हुन्। उहाँमा साँच्चै बहुप्रतिभा फक्रेको छ। उहाँले आफ्नै निजी जमिनमा खोज अनुसन्धानशाला स्थापना गर्नु भएको छ। उहाँले खोज अनुसन्धान गर्ने वैज्ञानिकहरूलाई आश्रय दिनुभएको छ। आफू पनि वैज्ञानिक खोज अनुसन्धानमा सामेल भई देशलाई समृद्ध बनाउने अभियानमा उहाँ तल्लीन हुनुहुन्छ। अत्यन्तै आधुनिक आश्रमको स्थापना गरी त्यसको परिकल्पना र निर्माण कार्यको थालनी गरिसक्नु भएको छ। डाक्टर न्यौपाने यो राष्ट्रको एक अमूल्य निधि हुनुहुन्छ। अध्ययन: उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ। संयुक्त राज्य बेलायतबाट इन्जिनियरिङमा स्नातकोत्तर गर्नुका साथै उहाँले दर्शन मनोविज्ञानमा विद्यावारिधि गर्नुभएको छ। नेपाल विद्याभूषण कबाट सम्मानित, सुप्रबल गोर्खा दक्षिण बाहु गद्य आरोहण रजत पदक, दीर्घ सेवा पदकबाट उहाँ सम्मानित हुनुहुन्छ। लामो सरकारी सेवाका क्रममा उहाँ उपसचिव भई राष्ट्र सेवा गरिसक्नु भएको छ। प्रकाशित कृतिहरू: मनोवृत्तिको दार्शनिक र वैज्ञानिक विश्लेषण, बिहानी कविता सङ्ग्रह, विशेष बिम्ब विधाका महान वैज्ञानिक डाक्टर न्यौपाने। काव्य परिचय: धरतीका कुनै न कुनै भागमा प्रलयहरू भइ नै रहन्छन्। जापान, चीन, अमेरिका, भारत, बङ्गलादेश, इरान, फिलिपिन्स आदि स्थानमा बेला बखत प्राकृत प्रलयहरू हुने गरेका छन्। जापानको प्रलयकारी भूकम्प देखेर रचिएको यो कवितामा प्रकृतिमाथि भएका अन्याय अत्याचारको व्याख्या गरिएको छ भने यस्तो कार्यले मातालाई असह्य पीडा भई भूकम्प, सुनामी आदिका घटनाहरू घट्ने कुरा उल्लेख गरिएको छ। विनाशकारी हतियारको प्रयोग रोक्न अनुरोध गरिएको यो कवितामा जनता जगतलाई तृप्त गर्ने, आह्लादित गर्ने नवीन बिम्ब सुधा प्रयोग गरिएको छ। कल्याणकारी बिम्बको नयाँ अनुशासन पालन गरी राम्रो कुरा मात्र सिक्न, सिकाउन, अनुभूत गर्न आग्रह गर्नुभएको छ। कविले माया, ममता, सद्भाव, सहयोग आदि कल्याणकारी कुरा मात्र अनुभूत गर्न सकेको खण्डमा झगडा, कलह, द्वन्द्व, कटुता शान्त भई धरती उल्लास उमङ्गले भरिने कुरा उल्लेख छ। यो विश्व जगतको कल्याण महौषधि हो। युवा पिँढी भावी सन्ततिको लागि अनमोल मणि हो। यो विधाको प्रयोगबाट धरतीमा सर्वत्र सुख आनन्दको वर्षा हुनेछ। सुनौ यसभित्रका केही अंशहरू। भूकम्प जाँदा हुने वास्तविक त्रास र विभत्स दृश्यको चित्रण कवितामा गरिएको छ। गाडी गुड्दा गुड्दै उत्ताना परेका छन्। कोही बाटामा अलपत्र छन्। बाटा धाँजा फाटेका छन्, च्यातिएका छन्। यो दर्दनाक ठुलो पीडा र त्रासको घडी हो भनिएको छ। घर जान्छ यो के हो अद्भुत यो अघोर भुमरी, थर्कन्छ जो ढल फलिन्छ सब यो डुब्दैछ जस्तो गरी हराइकन घचाउँछ झै हामी रिसाएसरी। आजा चर किए धरतीमा फाट्यो जिमी भत्कियो पानी सागरको
रस सुदा फत फत गरी फत्कियो मुस्लो हुन हुन गर्छ ठेल्छ कसरी हाँगा रुखै ढाल्दछ हाँगा वृक्षलता कुसुम घरका छाना सबै फाल्दछ बाटोमा अलपत्र छन् कति कति गाडी उभिन्दा कति हाहाकार भए सबै दश दिशा मान्छेहरू जो जति मुस्लो आँधी मडारिँदैछ झयो ढाल्दैछ यो राको अद्भुत यो विशाल कसरी बाल्दैछ यो धाजा चरचर फाड्दछौ किन तिमी धरती तिमी के भयो सारा ध्वस्त भयो गयो सब गयो बाँकी कहाँ के रह्यो पानी का सब नाल टुट फुट भए पानी छता छुल्ल भो के गर्नु किन गर्नु यो अब सबै सारा रना भुल्ल भो। भूकम्प जाँदा हुने वास्तविक त्रास र विभत्स दृश्यको चित्रण गरिएको छ कवितामा। गाडी गुड्दा गुड्दै उत्ताना परेका छन्, कोही बाटामा अलपत्र छन्, बाटाहरू धाँजा फाटेका छन्, च्यातिएका छन्। यी दर्दनाक ठुलो पीडा र त्रासको घडी हो भनिएको छ। बल्दछ ग्यासका वरिपरि बल्दैछ जो आगो झरझर निस्किएर बिजुली जल्दैछ जो बाटा चरचर च्यातिए सब फुटे धाजा बने भासिए यत्रो अद्भुत यो विशाल नगरी सारा कुरा मासिए उर्जाई सरसामरी कति कति भट्टी कति हुन् कति धकाले सब फुट्दछन् चरचरी बल्दैछ आगो कति ठुला अद्भुतै विशाल घरै फाड्छन् कुनै ढल्दछन् हल्लाएपछि भत्किएर कति जो धरती मुनि गड्दछन्। गल्ती गर्नेले दण्ड पाउँछ, गल्ती नगर्नेलाई दण्ड दिन मिल्दैन। जापान जस्तो पवित्र भूमिमा यस्तो प्रलय गर्ने तिमी को हौ भनेर सोधिएको छ। यस्तो पावन धरती हुन् सपुत जो जन्माउने पालने यस्तो पागल काम यो किन गर्यो राको यही फालने यो अन्याय भयो अति अति भयो सारै भयो दुर्गति के को पाठ सिकाउने धरतीमा धर्मको मर्मति बिना भूल कसुरको धरतीमा यो वज्र हान्ने जुन फेरि दिन हान्न ननीको बिन्ती छ बिन्ती सुन जसले खोज्दछ मर्न मार्न जसको मास्ने छ जो दुर्मति त्यस्तैका घर जाऊ वज्र न तिमी वर्षाउने वज्रती भइगो भो अब आऊ भो अब उता
फर्की उता जाऊ भो यी प्यारी धरती नमासय सरी माया मिठो लाऊ भो। लडाईँ दुवै पक्षबाट गरिन्छ। लडाईँमा शत्रुको प्रतिकार गर्न पाइन्छ। यसरी लुकी लुकी हान्न पाइँदैन भनेर भनिएको छ। कस्तो दुश्मन हौ कति कुटिल हौ कस्तो गर्यौ युद्ध यो लुक्दै मास्न सक्यौ जित्यौ सब जित्यौ धरती उनै बुद्धको शत्रु आउँछ लड्न जो अघि सरी लुक्दैन लुक्दैन त्यो साँच्चीकै रणभूमि त्यो छ त भने झुक्दैन झुक्दैन त्यो प्याला अमृतको सँगै छ विषको त्यो फाल्नु पर्ने छ त्यो यस्ता सज्जन यो पवित्र मुजुरा जो पाल्न पर्ने छ त्यो गोला बारुढका भण्डार जति छन् नाच्ने छ यो काम जो छान्दै पावन ठाउँ बढ्छ यो राख्दै ठुलो नाम जो। जापान पवित्र पुण्य भूमि हुन्। यहाँ भगवान बुद्ध देवताहरू विचरण गर्न चाहन्छन्। विश्व जगतमा शान्तिको सन्देश यहीँबाट दिन चाहन्छन्। यसर्थ यहाँबाट समर सामग्री हटाई पवित्र बनाउन आग्रह गरिएको छ। मान्छे सज्जन छन् पवित्र छ धरा माटो कति पुण्य छ नौलो ज्ञान फिजाउने धरतीमा यो देश जो धन्य छ माटो उर्वर यो छ फेरि मुजुरा फैलन्छ मौलन्छ है बाटो हिँड्नागी अघि अजागी फैलन्छ फैलन्छ पोख्नु पर्दछ विषको जलघडा रीतिन्छ रीतिन्छ त्यो माया मोह र प्यारका नवलता झुत्तिन्छ झुत्तिन्छ त्यो यी हाँगा मुजुरा तुषार कुकुना सद्बिम्बका कुरा बाँड्नु बीज सबै दिशातिर घुमी भर्नु धराटा कुरा यो शान्ति नवमल्लिका जगभरि बाँड्ने तिमी साधका साराको दिलका पूर्वको कुना हैनौ तिमी बाधका देऊ ज्ञान पूर्वको र प्रविधि देऊ सबै माछरा सानो निर्मल झोपडी बिच तिमी बस्नु रमाई तर फेरि पनि भूकम्प जान सक्छ। क्षति हुनबाट जोगिनको लागि पाइपहरूमा हाइड्रोलिक ज्याक राख्न पाइप खुम्चिने तन्किने बनाउन आग्रह गरिएको छ। धक्कामा अब बच्नलाई सिपका गर्नु सबै काम यो यस्तैले अब हुन्छ फेरि जगमा तिम्रो ठुलो नाम जो हावा पानी र तेलका नलहरू पार्नु बढी तानिने रेलकाली गहरू बनाउनु सबै तन्की वरी धानी नै सागरको नजिकै हटाऊ भरती
राख्दै नराख्नु कुनै टाढा सागरबाट घरहरू हुँदै डुब्दैन कहिले कुनै सागरको नजिकै बनाउनु परे देउहलुङ प्लास्टिकका लामो डोरी लगाई कि लगहिरो ठोकी गराउ ठिका धागुता सरी भूमि मार जलमा यो बस्न मिल्ने खरा बस्दा भूमि महा हुनेछ सजिलो तैरे पनि के डरा आधीमा हुरीमा सुनामीहरूमा यो तैरदै बस्दछ फर्किँदा सब छालती जलधिमा यो भूमिमा खस्दछ। मानवले गरेका भुलहरूले धरती मातालाई असह्य पीडा भई काम ज्वरो आएको र धरतीमा हल्लिएको कुरा उल्लेख छ। पाउमा जब घाउ हुन्छ शिरमा दुख्नेछ सब अङ्गमा गल्ती गर्दछ एकले अनि सजा मिल्दैछ सब सङ्गमा एउटा अङ्ग महापसेनी विषजो सब अङ्ग जल्ने छ के अर्कै अङ्ग विशेष छ भूल गतिलो तिमीले बुझिनौ र के ठुला भीषण भट्टी छन् कति कति ऊर्जा कति छन् कति गोला बारुदमा तहै तह कति गन्नै नसक्ने जति कोरिया लिबिया र सोमली राख लड्दै रुँदै बस्दछन् गोला बारुदका धुवा कति ठुला सब नाच्न नै बस्दछन् शत्रु मार्दछु भन्छ हान्छ रिसले आमा कठै थर थर भक्कानो फुटिरुन्छ भित्र दिल नै आँसु फुटी बरबर सारा सन्तति हुन् सपुत उनका खान्दा कति दुख्दछ के बोल्नु कि नबोल्नु यी साथसँगै घाँटी सबै सुक्दछ। भगवान रामलाई कृष्णलाई भगवती देवीलाई पनि लडाईँ नगर्न अनुरोध गरिएको छ। को हौ ज्ञान दिने लडाईँ गर्ने को हौ तिमी पामर रोप्नु शान्ति कता कता किन रच्यौ लड्ने ठुला सामरा लड्ने ज्ञान सिकाउनु किन भयो हे कृष्ण हे राम हे लड्ने ज्ञान सिकाउने भगवती सब पुत्र हुन् जान हे सारा प्राणी र जीवको र बिरुवा सारा सबै कीटको त्यस्तो धर्म बनाऊ यो जगतमा सबको हुने जित जो मान्छेको तनमा अपूर्व धनै जो ईशले भर्दछन् प्राणीको सबको हितै हित हुने काम गर्नु जो भन्दछन् अग्ला भीषण टाकुरा सरी ठुला घर यी कति हुन् कति ठुला भट्टी र कारखाना कति कति मुस्लो धुवाको कति कोलाहल छ यो कति कति ठुलो उद्योग यानको साह्रै मुस्किल भो कति कठिन भो
बाजी छ यो ज्ञानको। बिम्बरूपी सञ्जीवनी सुधाको बोट रोप्न, हुर्काउन, बाँड्न अनुरोध गरिएको छ। यो कार्य थालेपछि अशान्त धरती शान्त हुनेछन् भनिएको छ। रोप्नु बिम्ब पवित्र यो धरतीका, पावन यही फाटमा। सारा शान्त हुने नै धरती जो तिम्रो ठुलो हाटमा। बाँड्नु यो कलिलो अतीव मधुरो, यो बिम्बको बोट यो फुलाई हिमशैलका नगरीमा पर्ला ठुलै चोट। राजामा बिन्ती पत्र। राजामा विनयपूर्वक बिन्ती पत्र गरिएको छ। राजालाई कति पीडा भएको होला भनेर व्याख्या गरिएको छ। ए राजा जुन दीपका सुन तिमी, छौके प्रजा पालका। साराई कुकुना ढले कति गले, ती च्यापिए बालका। यस्तो घोरा घोरको घुमरियो, पर्नु नपर्नु पर्यो। कस्तो दैव रहेछ निष्ठुर अति, गर्नु नगर्नु गर्यो। सारा सन्तति मासिए घर फुटे, भत्के सबै चर्किए। आए हेर्न कठै सबै सुजनती, आँसुली फकिए। यत्र सन्ततिका तिमी अति भला, छौके भला छौ अति। कस्तो छटपटी पुन्छ यो निपमहा, देख्दा सबै यो खती। बोल्छन् नम्र भएर शान्ति निछन्, सागर सरी शान्त छन्। कस्ता ज्ञान कला कति शिल्पकला, विज्ञान कति जान्दछन्। अर्काको रति द्रोह छैन मनमा, आफ्नै छ ख्युति कति। कस्ता अद्भुत छन् कति शिल्पकला, कस्ता ठुला जुक्ति ती। हाँगा बुटलता कुसुम लहरा, छन् यी मिलेका कति। यी राम्रा वनवाटिका मृदुलता, शोभा कति हो कति। हावा शीतल यो कति छ मधुरो, यही छैन खै दूषणा। यस्ति दिव्य पवित्र पावन भूमि, हुन् धरतीकै भूषण। पाउमा करमा कटिर शिरमा, सब अङ्गमा गाडिए। कत्राई कति लम्ब लम्ब घरै, काँडा सरी ठाडिए। सारै भो तन भारी भो अति भयो, पीडा सबै फैलियो। यस्तो यो नवमाधुरी वयौसै, झ्याउरियो वैलियो। अग्ला घरहरू काँडा जसरी ठाडिएका छन्, धुमाको मुस्लो छाडिएको छ। कोलाहाल आवाजले धरती भरिएको छ। यिनै पीडाहरूले गर्दा धरती मातालाई ज्वरो आई कम्पन हुन गएको कुरा कवितामा उल्लेख गरिएको छ। तिम्रा पाउर कट्टीमा र शिरमा, काँडा ठुला गाडनु। सारा अङ्ग विषे फुकेर धुनिजो, मुस्लो धुवा छाडनु। लामुखुट्टे भुसुना झिगार भमरा, भू भू गरी घुम्दिनु। अङ्गै अङ्ग विषे उडुस उपिया, डस्ने गरी थुन्दिनु। विषै विष भए अति अति भए, खप्नै नसक्ने भयो।
ज्वरो हन आई भित्र तनमा पीडा चाक्ली भयो छुट्यो थर थर कामयो जुन फुट्यो जुन अङ्ग यो मच्चियो सारा ध्वस्त भए फुटे सब टुटे चर्के खसे भाँचियो। पक्षीहरूको बोट बिरुवा कीट पतङ्ग सबैको बिजोग छ। यिनीहरू पनि धरती माताका सन्तान हुन् भनिएको छ। मानवका जनावरका उपचार गर्ने हस्पिटलहरू छन्, तर बिरुवाको उपचार कसले गरिदिन्छ भनेर सोधिएको छ। बाटैमा उनी अल्पिन् जुन कठै भाले पनि अल्पियो कस्तो दैव छयो निठुर कति हो जो कालयो सल्कियो चिची गरी डाग्दछन् ती बचरा रुन्छन् बुढैमा बसी फुड्छन् फुल पछारी र बचरा कोही जमिनमा खसी कहिल्यै घोर प्रचण्ड गर्वी ननीको ताप्नु सै पर्दछ कहिले झार्दछ ती ठुला गिटीहरू जो थाप्नु नै पर्दछ। बोक्रा पात सबै ठटाई रिसले नङ्गा गराए पनि खप्नु पर्छ रुँदै रुँदै अबुझायो मान्दैन केही भनी कहिले हुन आई ठेल्ल छहुरी सारा बटारिकन मुस्लो हुती तान्छ ठेल्छ कहिले खप्नै नसक्ने झन कहिले यो तन भिच्छ रुच्छ सबयो के ओड्नु के रुज्नु यो झरीमा कठोर तप झै के फेर्नु के भाँचिए सबै जराहरू टुटे हल्ले सबै थर्किए हल्लाइकन झकझकाइरहँदा सारा जरा चर्किए कसले हेर्दछ जान्छ खै तन दुख्यो सब अङ्ग यो मर्कियो कसले मालिस गर्छ दिन्छ बुटी खै फाट्यो सबै चर्कियो। प्रलयका विविध कारणहरूको चर्चा कवितामा गरिएको छ। हलचलको कारण, गुरुत्वको कारण, भित्री पिण्डहरूको कारण या तरल पदार्थको कारण हुन सक्ने कुरा कवितामा उल्लेख छ। वस्तुमा सबमा गुरुत्व जलमा धरतीमा यो कति यही यो शक्ति गुरुत्वले सब मिली तान्छन् मजाले अति ताना छ यो नक्षत्रहरूको शक्ति अनुसार जो यही शक्ति अति भयो अहिले यही बार जो यी हाम्री शशि धरती की सगिनी जो आइन नजिकमा अति इनको शक्ति बढ्यो गुरुत्व नियो सारै कति हो कति धरतीको पनि जो गुरुत्व छ ठुलो तान्दा कति जोडले हल्ले कि धरती हुन् घरी घरी यही भित्रका तोडले भेड्दा साथ सँगै भएपछि सँगै आई नजिक पासमा ठाडा भई सबरो महर्ष हुन गो जुर भयो गाथमा किन्नर किन्नरीका नजिक जसरी त्यो हुन्छ आकर्षण
यस्तै धरती र चन्द्र बसी जो वार्ता गरे जो क्षण पीडा हुन्छ बनाउँदा घर ठुला अग्ला हुँदा झन् कति सारा अङ्गभरि धरित्री भर जो छोप्दा घरैले अति मुस्लो वायु धुवाँ अति छ कडवा जो विष हो छर्तीको कोलाहल छ कारखानाहरूमा यो यसले जर्ती भो यो जो पावन पुण्य देव भूमि हो यो पुण्य हो यस्तो पुण्य कमाउने धरती हो जो धन्य हो मैलो यो अब फाल्नु पर्छ भयो यो फाल भो धोमा बडार पारौ सफा सद्बिम्ब जो पालभो। मानवमा सिक्ने कला छ, राम्रो कुरा सिक्न पाए राम्रो गर्छ, नराम्रो कुरा सिकिएमा नराम्रै कार्यहरू गर्छ भनेर कवितामा उल्लेख गरिएको छ। इनपुट जो हुन जान्छ सोहिरितको निष्कण्ठ सारा सब राम्रो इनपुट भइदिए सब तरफ राम्रै सबै जो जब गल्ती इनपुटबाट गल्तीहरूकै धाराहरू फैलने गल्तीका नवबीज बोट बढ्दा राम्रा सबै वैलने सिक्ने गुण कला कति छन् कति अद्भुत छ यो मानव गल्ती बिम्ब पसे उही मनमा त्यो हुन्छ है दानव राम्रा बिम्ब उमारी सारा भूमिमा फैलाऊ यो बाण यो झुटाई सब राग धाक कटुता सारा सबै फाण भो यस्ता पुण्य पवित्र सन्त बसने यो बुद्धको सतथलो साराको हित गर्छ यसले गर्नेछ सबको भलो यी सारा सरसामरीहरू सबै यी फाल भो माया मोह र प्रेमका नवबुटा जो पाल भो यो साँच्चै अब बन्छ जगको यो बन्छ यो मन्दिर ठुलो अति ठुलो जो बन्छ जो सारा धरती भरि फिजाउँछ किरण बालेर ज्योति आवा बजला शङ्ख धुनी ठुलो शिवजीको कल्याण गर्ला सब कल्याण रोपनु सार्नु र धरणी घरमा सबै बाँडनु झुटा राग कपट कुटिल कटुता सारा सबै फाड्नु भन्दै शिव र पार्वतीहरू यहाँ यही वाटिकामा शान्तिका नव बीज बोट बिरुवा फैलाउने छन् सब साँच्चै पावन पुण्य यो भूमि भनी जो ठानियो छानियो त्यसैले अब धरतीको मठसरी जो मानियो
घुम्छन् देवहरू कति कति यहाँ, घुम्छन् कति डुल्दछन् यस्तो पावन धाम मानव कडी, जो फुल्दछन् फुल्दछन्। पजलाल है बिगुलयो शवतरेक सारा, बगला विरल सधैँ अवबिम्बधारा। हनुमानले लङ्काका बगैँचा घरहरू सारा ध्वस्त पारेका थिए। यहाँ हनुमानलाई यो लङ्का होइन तिमी झुकियौ भनेर सम्झाइएको छ। यो जापान हो भनेर अनुरोध गरिएको छ। यो लङ्का पुरी होइन होइन सुन है, यो होइन यो होइन है, यो जापान पवित्र पुण्य भूमि हुन्, रावण जहाँ छैन है। जम्मै हितकारी बन्धुहरू हुने, जापानी हुने बरा, सामुन्ने 60 ठानी झुक्किनु भयो, अर्कै हुने धरा। रामका दूत हनुमते अमर छौ, सञ्जीवनी देउए यी प्यारा सब बन्धु बान्धव महा माया गरी देउ हे। झुक्कियो जुन झुक्कियो अब गयो, फर्कन्न फर्कन्न त्यो, तिमीले प्यार दिए यी घायल पुरी, थर्कन्न थर्कन्न जो। हनुमानलाई तिमीले जुन झुकिएर विनाश गरेको भूमि छ त्यो अब पावन बन्छ, त्यो भस्म अमृतमा परिणत हुन्छ भनेर कवितामा उल्लेख गरिएको छ। हाँस्यौ ती सरका ठुला घरहरू, आगो लगायौ जहाँ, त्यो पावन अब बन्छ बन्छ गतिलो, जो बदलियो भस्ममा। बाटिका अब बन्छ बन्छ त्यसमा, अमृत जो छर्कने, त्यो घैला विष पोखियो सब गयो, संसार जो थर्कने। बिन्ती गर्छु म बिन्ती गर्छु सुनयो, बिन्ती छ बिन्ती सुन, त्यो सञ्जीवनी रोप्नु पर्छ यसमा, गर्नेछ सबको गुना। घैला विष ढलाई फाली त्यसमा, अमृतको रुख त्यो, हुर्काऊ नवकल्प वृक्ष सरियो, फल्नेछ सब सुखयो। भगवान शिव देवी झुकिनु भयो कि भनेर वीरभद्र आदि गणहरूलाई डाक्न बोलाउन अनुरोध गरिएको छ। फर्काऊ अब वीरभद्र र महाकाली सबै डाकहो, तिम्रा ती सब गणाहरू सब सबै आफैसँगै राखबो। छैनन् दक्ष यहाँ पवित्र भूमिमा, अन्तै कतै गइसके, तिनको रिस नपोख भोइनी महा, आजित अति भइसके। हैनन् चण्ड र मुण्ड ज्योति बलिया, हैनन् यिनी दानवा, हैनन् शुम्भ निशुम्भ भगवती, हुनी ठुला मानवा। त्यो महिषासुर छैन छैन बलियो, जो रूप त त्यो फेरिदथ्यो, त्यो राक्षस पनि छैन हे भगवती, जो बाणले घेरिदथ्यो। प्रकृति माताका शील स्वभावको बारेमा यहाँ कवितामा वर्णन गरिएको छ। आफ्ना पीडा हटाउन यस्ता कार्यहरू
माता प्रकृतिले गर्न पर्ने कुरा उल्लेख जब शरीरमा बस्दछ गई उनी आफै टाढ्छिन् कहीँ पुछ उहान्छिन् दुखी भई धुराक भित्रमा जो बसिदिन गए मुस्किल परी हटाउँछिन् माखाहरू सब उनै थर थर गरी पाछार पाछे सकल बालकहरूलाई जो जान्छ हान्छ दुःख दिन्छ समीप आई यिनलाई जति अब हुन्छ प्यारले जो उठेछ कुपैनको दिलभित्रमा जो फुलाओडार छन् ती जुन जननी घुम्दा घरी घरी कुनै लड्छन् सर्छन् कति कति ठुला गुडगुड गरी यही खैला बैला जुन जननीको भित्र छाती उही निस्किदा जो कति कति हुने छन् सबखती लगाऊ यो गुणको बुटाहरू गाऊ लगाऊ यो गुणको बुटाहरू गाऊ भूमि महा सबै गाडी देऊ विषघड थिए जो जति जहाँ ठुलो पारी तोसिके अति अति ठुलो वैभवती सबै मिल्ला मिल्ला हित हित गरे जो जति जति अगाडि जो बढ्ला उही अवधराको उही बडा उही सेवा गर्ला सकल जीवको जो भई खडा नयाँ बाली छर्लान् नवीन बिरुवा बिम्बलतिका नयाँ हुन्छन् कार्य नवीन सबती प्राणी जतिका सबै फालौँ फालौँ विषघड सबै सब पुरा सबै बालौँ बालौँ नवीन नवज्योति अब पुरा तिमी जो जो फाल्छौ विषघड उही त्यो तिमी कहाँ उही रोपिदेऊ नवीन बिरुवा जो लगिता विश्व जगतलाई सेवा गुण परोपकार गर्न विनम्र अनुरोध गरिएको छ। अरूको कल्याण गर्न जो अघि बढ्छ त्यसैलाई इनाम दिइनेछ भनेर कवितामा उल्लेख छ। तिमी हुन्छौ हुन्छौ भुवन भरका जो अधिपति सबै झुक्छन् उक्छन् कति कति ती झुक्छन् कति कति सबै तिम्रो सेवा गरी गरी ती बस्छन् वरिपरि तिमी बाँड्छौ सारा मृदुल लतिका जो घरी घरी ठुलो यो सत्कार्य भुवन भरको जो हित हुने सबैको राम्रो भई सब तरफ जो जो जित हुने ठुलो कार्यको यो जुन शुभ घडी यो छैले यही सत्कार्य जो
गरन अब लौ थाल पहिले। मानवलाई विष वा अमृत जे चाहिन्छ त्यही राख्न अनुरोध गरिएको छ। विषले पोल्छ भने अमृतले शीतलता प्रदानता गर्नेछ भनेर कवितामा भनिएको छ। किराख विषननीको जुन पोल्छ पोल्छ, किराख मन्दिर बडा प्रभु बोल्छ बोल्छ। किराख वङ्कर ठुला विष कुम्भ जस्ता, किरोप बिम्ब बिरुवा मरुवृक्ष जस्ता। हाल्नु यी सरसामरीहरू तिमी, जो यो धराको विष रोक्नु बिम्बकली उही भूमिमा उड्दैन कहिल्यै ईर्षा। यो शान्ति अनि प्रेम मैत्री ममता जो बाड्दछन् बाड्दछन्, धरतीका सब द्रोह दम्भननिका जो घड्दछन् घड्दछन्। शिक्षन्ति सब जन्तु प्राणी जति छन्, थोरै सिके पुग्दछ। मान्छेले अति शिक्षा ती नै संसार जो झुक्दछ। खाना खोज्नु जुटाउनु रिपुछली, बस्ने कला जाननु, सन्तान वृद्धि गराउनु र तिनको हुर्काउनु पालनु। यतिले सब पुग्छ सिक्नु अरू केही पर्दैन जन्तु महा। मान्छेले अति सिक्नु पर्छ तिनै जो हुन्छ जहिले जहाँ। सिक्ने गुण कला ती छ तिनै, यही गुणले नै सब सारा प्राणीहरू गराई वशमा गर्दैछ राजेशवा। कम्प्युटरमा जे इनपुट गर्यो त्यसैको आउटपुट निस्कन्छ भन्ने उल्लेख गरिएको छ। धान रोपेर गहुँ उम्रन सक्दैन, झगडा रोपेर शान्ति उम्रन सक्दैन। माया ममता सद्भाव रोप्यो भने सबैतिर कल्याण उम्रन्छ भनिएको छ। कम्प्युटरमा उस्तै रिजल्ट आउने, डाक्टर वकिलका सुशान्तहरूमा भिन्नै रिजल्ट आउने। जे रोप्यो बीज भूमिमा उही उभो उम्रिन्छ जो बढ्दछ। हाँगा पात बनी फुलिकन उभो जो भूमिमा गढ्दछ। धानको बीज त धान बन्छ गहुँ त्यो रोपे गहुँ बन्दछ। जे रोप्यो उही फुल्छ फल्छ जसरी बाली उही बन्दछ। फल्ने छैन कदापि बाली गहुँको रोपिदिए धान त्यो। धानै भई उही फुल्छ फल्छ जसरी यही सत्य हो ज्ञानको। बच्चा मानवको जनावरहरू नेपालीए यो पनि, जन्तुका सब बिम्ब सिक्छौ कुरा जन्तुहरू झै बनी। भाषा मानवको हुँदैन उसमा सब जन्तुकै बन्दछ। जे शिक्षा सबै जनावर सबै उस्तै गरी भन्दछ। सर्वत्र शान्तिको बिरुवा रोप्न आग्रह गरिएको छ। सिक्ने कला छ मनुको उता शिक्षा शिक्षा। जे देख्छ जुगी उनयाहरू शिक्षा शिक्षा। गल्तीहरूतिर बढे उही बढ्छ बढ्छ। सत्कार्यतर्फ बढे पनि बढ्छ बढ्छ। यो देवभूमि सब मन्दिर तुल्य बन्छ। यी भट्टी वन्तर ठुला जब बाटी बन्छ। यी भट्टी वन्तरमा पनि बिम्ब रोपौँ जो छन् कडा
शान्तिको यी बिम्बात्मक वृक्ष फैलन सके हट्नेछ दुःख क्रान्तिको जान्दैन केही उसले जब बिम्ब हुन्न ती राग द्वेषहरूले पनि छुन्न छुन्न कल्याणबाट कल्याण र अकल्याणबाट अकल्याण उम्रने कुरा कवितामा उल्लेख गरिएको छ। यसर्थ कल्याणको वृद्धि गर्न कवितामै अनुरोध गरिएको छ। त्यो वीर धान जसको पनि धान हुन्छ रोपेर धान उगाउँ जब हुन्न रोपे सबै हिताहित जुन हुन्न यो देव भूमि अब मन्दिर बन्छ कल्याण गर्नु अरूको अब भन्छ यस्तै महानाति अद्भुत कार्य गर्न आउँछ दुन्दुबी ठुला परिजाच गर्न। बिन लादेनले ट्विन टावर ध्वस्त गर्दा सारा विश्व शोकाकुल भएको थियो। अफगान आदि अरब मुलुकमा दीपावली गरिएको थियो। राम्रा बिम्बबाट लादेन जस्ता पनि असल हुन सक्ने कुरा कवितामा उल्लेख गरिएको छ। कति मिलेका घर ठुला भलाए थिए जैरे सब क्षितिज पारिकन खुला भले बत्ती सारा जगमग मगान हुन गयो ठुलो नोक्सानी यो जनधन सबैको जुन भयो सबै रोयो धरती सब बने बिउहलाती कति मुर्छा पर्थे जुन प्रलय देख्थे जति बिना कारण सारा भवनहरू ध्वस्त गर्दा कठै रुन्थिन् घर जुन भुवनकी शक्ति वरदा कतै आँसु बग्छन् धर कठै पोखरी बनी कतै बत्ती बाल्छन् विजय गरियो लौवा भवनी ठुलो कोलाहल यो घुम पनि बिग्नै डर दिने कहाँ छौ हे दाता सुरका जो वर दिने बैरी शान्त हुँदैन बैर गर्दा जनवर्ष फैलन्छ यो माथि दिकन प्यार धेर गर्नु सप्रन्छ त्यो आगो माथा बिग्रित बल्छ जसरी त्यो अग्नि झन् बल्दछ हिंसाले प्रतिशोधले रिस बढी झन् क्रोधले जल्दछ लादेनी बिचरा थिए धरतीका जस्तै अरू सन्तति पाले बिम्बहरू सबै समरका जान्थे जहान्तति यिनको त्यो मनमा सबै भुवनको कल्याणका हितका मात्रै बिम्ब बनाउन सकिने थियो ज्योति हितै हितका। मानव मन खाली बर्तन जस्तै हो, त्यसमा निर्मल जल सुधा अमृत भर्न सकिन्छ भने सुरा तथा हलाहल विष पनि भर्न सकिन्छ भनिएको छ। पानी भर्न सकिन्छ त्यो जल सुधा गर्ने सदा शीतल सुरा भर्न सकिन्छ फेरि उसमै पार्ने सदा वीतल राम्रा बीजहरू सकिन्छ भर्न उसमा जो बोट हुर्काउने राम्रा वस्तुहरू सकिन्छ भर्न उसमा
संसार पुर्काउने। अहिलेसम्म धरतीमा धेरै युद्ध भए, त्यसबाट धरतीले के पायो भनेर सोधिएको छ र अब यस्ता युद्ध नगर्न आग्रह गरिएको छ। लडेन मात्र बढाऊ कि धरतीमा लड्ने ठुला युद्ध ती, ठुला सन्त बढाऊ कि अब तरफ जस्ता थिए बुद्ध ती। जे चाहिन्छ उनै उनै सब उनै, हुर्काऊ हुर्काऊ हो लोकको हित हुने असल कृत महा, हुर्काऊ हुर्काऊ हो। यो शिक्षा अब हुन्न हुन्न भयो, यो हुन्न भो। सारा प्राणी र कीट जीव सबको जो हित हुँदै हुन्न भो। यस्तो क्रूर घोर राक्षसी विधान के सिक्नु के पढ्नु खै, सारा मानव प्राणीको के सिक्नु के पढ्नु खै। ताराको मन जितने हित हुने शिक्षा बनाऊ अब, माया प्रेम बढाउने जगभरि चाहिन्छ जहिले जवान। छाडौँ ग्रन्थ पुराण यी समरका, जो द्वन्द्वका युद्धका, बाँडौँ ज्योति नवीन बिम्बहरूका, बाणी मिठा बुद्धका। शिक्षा बदलिनुपर्छ भनिएको छ। सारा कुरा मानवकै हातमा छन्। मानवले राम्रो गरेको खण्डमा यो धरतीमा सबैतिर कल्याण उम्रने कुरा उल्लेख गरिएको छ। सारौ बिम्ब बनाऊ बाग गतिलो, सम्पूर्णको जितको, साराको हितको बनाऊ गतिलो। यो बाटी सत्कर्मको फैलाऊ सबतर्फ कर्म गतिला, सब प्राणी ठुला विकसित मुलुकहरू र जापानसँग कपिले नम्र निवेदन गर्नुभएको छ। म सानो जुनकिरी जस्तो हुँ, तिमी ठुला छौ भनेर व्याख्या गरिएको छ। बत्ती पिलपिल बल्छ जगमा, सानो टुकी हो तर जुनकिरी पनि भन्छ पिलपिल गरी, बाटो उता हो नरा। सानो झिल तलाउले म पनि हुँ, सागर भने झै गरी। सानो सोचले कि वा भुल भयो, जान्ने भए झै गरी। अति सानो ज्योति जुनकिरीमा पिलपिल हुने, कहाँ त्यस्ता सूर्य भुवन भरमा झिलमिल हुने। म उस्तै उस्तै हुँ, म पनि जुनकिरी बनु कि म यस्तो सानो हुँ, रवि र जुनकिरी भनु कि म सानो हुँ, सानो कण कण हुँ, सानो धरतीको। तिमी त्यत्रा दिग्गज कति कति ठुला छौ कति निको। यो उस्तै उस्तै हो जुनकिरी र सूर्यसँग पुरा। म बाल्छु बत्ती हो भनी जुनकिरीको सरी कुरा। म सानै हुँ भर्खर पिली पिली बलेको जुनकिरी। शशि तारा झैँ छौ सब जगत पार छौ झिलिमिली। म बत्ती हुँ सानो अति मलिन ज्योति छ भावमा। ठुला सूर्य झैँ छौ जुन चहकिलो ज्योति नभमा। यो दैवी प्रकोप, यो प्रलय देखेर कवि अत्यन्त दुखित हुनुभयो। आफैमा प्रहार भए जस्तो अनुभूत गर्नुभयो र यो करुण रसको काव्यको सिर्जना गर्नुभयो भनेर कवितामा उल्लेख छ। सबै सुन्दा देख्दा मन अति दुख्यो जो अति भयो। कठै कस्तो कस्तो जुन हुनु नपर्ने खाती भयो।
त्यो आफैमा बज्रे सरी अति पीडा भो अति अति कठै झर्छन् आँसु पल पल सम्झे जति जति यिनै आँसुको यो भलसल लभ्दा अति अति भनौँ कि झैँ लाग्यो हित जुन कुरा त्यो अलिकति भए गल्ती माफी गर तिमी भए युक्तितको सधैँ बजलन बाजा मधुर झुनका ज्योति जितको फालौँ फालौँ जति जति छन् कर्कटहरू सबै ढालौँ ढालौँ अति अति ठुला पर्वतहरू सजाऊ यी मातृ घर घर सबै बिम्ब फुलले सबै नौला नौला विविध रूपका फुल फलले ठुलो तिम्रो बुद्धि मन पनि छ तिम्रो कति बडा यही तिम्रो बुद्धि प्रभुसँग मिलाऊ हुन बडा प्रभु भन्छन् भन्छन् अब तिमी सबैको हितमा लगाऊ यो शक्ति सकल जगको जो जितमा जगतको हित गर्ने यो शुभ कार्यमा माया ममता सद्भाव सुन्दर वस्त्रहरू धारण गर्न आग्रह गरिएको छ लगाउँदा माला कुसुमहरूका मगमग हुने नयाँ नौलो नाना अब तिमी लगाऊ दिल छुने पुराना मैलाई अब पनि लगाए घरी घरी ती शोभा दिन्नन् कि अब सब छिमेका वरिपरि जसले समर सामग्री विसर्जन गर्ला त्यसको सम्मान हुनेछ जसले विष राख्नेछन् तिनीहरूको हिस्सी चल्नेछ भनेर कवितामा उल्लेख गरिएको छ ठुलो सम्मान होला जुन जुन ती फाल्छन् विषहरू ठुलो हिस्सी चल्ला जुन जुन ती पाल्छन् विषहरू सुने मैले एउटा तिमी भुवनको जो अधिपति बगाऊ यो धारा तिमी अब सकेको जति जति तिमी अब यो अमृत धारा बहाएर जगतलाई तृप्त गर तिमी जगमग हुनेछौ भनिएको छ तिमी प्रकाशित भएपछि अरू धेरै बत्तीहरू जगमग हुनेछन् भनेर उल्लेख गरिएको छ तिमी बल्छौ बल्छौ जगमग हुनेछौ सबतिर अझै तिम्रा ज्योति कति कति ती बल्लान् भइथिर अझै बढ्छन् बढ्छन् कति कति ती बन्छन् झलमल सबै रम्छन् नम्छन् कति पनि हुँदैनन् खलबल लडाईको मात्रै अति अति भयो ज्ञान गतिलो कतै केही फल्दैनन् हित जित हुने फल्ती बतिलो सबै धर्मै पिच्छे कटुकुटिलता छन् कति कति सबै शिक्षा दीक्षा सब समरका ज्ञान गुणाती सबै धरती फाट्यो कति कति भए दुन्धुबी कति कति आरती थन्के प्रभु नीति दिन्थे जति जति प्रभु भन्छन् अर्कै तिमी आजौ अर्कै गरी गरी सकस पार्दैछौ जो अनि प्रभु रुन्छन् घरी घरी सबै फालौँ फालौँ सबै फालौँ विषहरू सबै फालौँ फालौँ सब जमिरहेका रिसहरू लहै पालौँ पालौँ सब तरफ सारा हितहरू लहै थालौँ थालौँ सब मनुजका जितहरू
या माई हाम्री धुर धुर रुवाई छिन छिन नमारौ बन्धु रण समरमा जो दिन दिन बिसाई सारा रण समरका अस्त्रहरू लगाऊ अर्का ती चहकिला वस्त्रहरू तिमी छौ जो ज्ञानी कति कति ठुला छौ कति कति सबै साना हुन् भुवन भर बस्छन् जति जति सबै सानालाई तिमी अब दयाले भर तिमी सबै प्राणी माथि हित हित हुने जो गर तिमी नयाँ एउटा यस्तो धरणी भरको यो मृदुलता फुलाऊ फैलाऊ सब तरफ आइले अलिकता सबै भाइ बन्धुहरू सबै हुन् ठानी अहिले सबै प्राणी हितमा सब कर्मै थाल पहिले